ओके सो हेलो एभ्रिवान इट्स मी अमराज दामी र आज पनि फेरि नयाँ भ्लग चाहिँ ल्याएर आएको छु हैन। ल आजको नयाँ भ्लग चाहिँ यस्तै हो, जङ्गलतिर छिर्दैछु। अब छुट्टीको बेला आउने भनेको यतै साइड हो क्या, कर्नेसतिर। यसो कर्नेसतिर भन्छ यसलाई, कर्नेस भन्छ। हरियाली हेर्न यसो मुड फ्रेस गर्नलाई चाहिँ आउने भनेको यहीँ हो क्या। अरू हेर्न सक्नुहुन्छ यस्तै छ यार, रमाइलो भने चाहिँ यस्तै चिज हो। सब यहाँभित्र चाहिँ जान्छु होइन, के रहेछ त्यहाँ चाहिँ होइन। यहाँको बिच साइड उता पारिबाट गएर आइसक्यो होइन। त्यो कर्नेस कति हेर्नु बाफ्रे, गाह्रो छ हो, गाह्रो छ। परदेश कहाँ भने जस्तो सजिलो छ यार, सबै चिज गाह्रो छ हो। यो चाहिँ के रहेछ ए, यो त यो सेम लाइक पशुपतिको मन्दिर जस्तो हुन्छ नि, त्यो यताबाट घुम्ने यताबाट के छिर्नु मिल्दैन, कोही आएन फेरि। होला एउटा के रहेछ, पानी झर्ना जस्तो हेर्न चाहिँ जाउँ न यार एकचोटि, के रहेछ केही होला यार, के रहेछ झर्ना जस्तो के हो, पानी छ के हो यो, झर्ना जस्तो छ त हो त्यो झर्ना जस्तो छैन यस्तो छ यहाँ। पशुपतिको त्यो मन्दिर घुम्थ्यो नि त्यो भित्रको, त्यस्तै लाग्यो अरे। त्यस्तो पनि भेटिन्छ उताबाट नि त्यहाँ। यो चाहिँ अब डिजाइन पार्क होइन। अहिलेसम्म यत्रो भयो यहाँ आएको, तर यो ठाउँ भाइ, यो ठाउँ त आउने क्या मन यति मान्छ कि त्यो यही ठाउँ जाउँ लाग्छ क्या छुट्टीको दिनमा होइन। अब भएपछि अब हप्ता एक दिन छुट्टी मिलेपछि अब रुममा भइसकेपछि होइन, जाउँ कहाँ जाउँ, कर्नेस। यो भनेको अलिकति यहीँ छ क्या, अलिकति हरियाली छ, अलिकति रोमान्टिक छ। त्यहाँ समुद्रमा नुहाउन जानु होइन, कति नुहाउनु जानु भनेर। सो यहाँबाट नि यहाँ त के रहेछ, यहाँबाट पारिपट्टि यहाँ त घाँस काट्न चाहिँ जानु पर्ला जस्तो। तर यहाँ बिरालोहरू चाहिँ धेरै पाउने क्या, सबसे ज्यादा भनेको बिरालोहरू पाउँछ क्या यहाँ। त्यहाँ पनि हो यहाँनिर बस्याएर यस्तो छ होइन, हेर्नु यस्तो छ। अब त्यहाँ घाँस काट्न जान्छु, सो घाँस काटे पनि भ्लग बनाउँछु भन्ने यार। तर घाँस त यार बाख्रो भयो भने त, घरको बाख्रो भए त यहाँ ल्याएर आउनुपर्ने क्या। यो चाहिँ सिधै मम्मीलाई होइन, घरको बाख्रो चराउनु छ भने यहाँ ल्याएर पठाइदिनु। यहाँ यत्रो राम्रो घाँस यार, के गर्न, बेकार वेस्ट जान्छ घाँस यहाँको। हेर्नु यत्तिकै सुकेर जान्छ। यस्तो हरियाली छ नि, डाँडे घाँस, डाँडे घाँस हुन्थ्यो म, डाँडे। सो फेरि अब अर्कोमा जान्छ होइन, त्यहाँ पनि छ क्या, त्यहाँ पछाडि मभन्दा। यो यहाँ त्यत्तिकै केही छैन खासै। सो यहाँबाट चाहिँ यहाँभित्र चाहिँ के रहेछ, यस्तो जङ्गल यार। त्यो माथि लेख पो घुमे जस्तो भइरहेछ क्या, लेख माथि घोल यार, गुड हेर है, गुड यो गुड। बचपनमा यसलाई कति चोरेर खायो नि भन्थ्यो माथि गाउँ गर्दाखेरि, गुड क्या गुड, अन्डा पनि छ कि छैन भनेर हेर्नु। तर के को रोग हो, रुखको जडामाथि यार गुड घोल भन्थ्यो यसलाई, के भन्छ, गुड भन्छ। त्यहाँ माथि पनि छ यार। हट, आज बेलुकालाई चाहिँ हुन्थ्यो क्या केही जुगाड, त्यसो पानीसँग ट्याक्क लगाएर हुन्थ्यो क्या जुगाड गुडा। यहाँ पनि यही झर्ना रहेछ, यही झर्ना फेमस रहेछ। यहाँको चाहिँ के रहेछ भन्दाखेरि, यहाँको चाहिँ यही फेमस रहेछ। यहाँ पनि यही रहेछ। यो ठाउँ चाहिँ म प्रायः लगभग अहिले चाहिँ आएको थिएँ क्या। र पानीबाट यसलाई पानी रिफिल गरेर, योभन्दा त यार घर हाम्रो ठाम्राको पानी बरु यस्तो गरेको गऱ्यो भने राम्रो हुन्थ्यो होला क्या। यस्तो छ यार, सब जङ्गल। यो जङ्गल घुम्नलाई यहाँको मान्छेलाई यस्तो बनाउँछन् क्या, तर यार अनौठो बनाउँछन् यार। यो झर्ना त्यो नुहाउन जानुपर्छ क्या हो माकुरी, त्यो चाहिँ होइन। यहाँ गुड चाहिँ मैले देखेँ है, आजको गुड क्या, गुड त्यो गुड भन्छ, घोल भन्छ हाम्रो चाहिँ होइन, गुड क्या, त्यो चराको गुड। सबसे राम्रो लाग्यो। आज गएर जुगाड मासु खानु पर्ला जस्तो छ ट्याक्क, किनभने छैन। सो यहाँबाट हेर्ने चाहिँ यस्तै छ। यहाँको चाहिँ के रहेछ पार्किङ, फेरि अर्को साइड चाहिँ, उताको साइड चाहिँ के रहेछ, उता हेर्दा यहाँ आइपुगेछु म। यहाँ भनेको फेरि कसैको बुढाबुढी होला यार,
कोही भर्खर गर्लफ्रेन्ड बनाउन होला नि यार गाह्रो छ त्योभन्दा बरु यताबाट गएर उयोसम्म चाहिँ हेरेर आउनु त्यहाँ चाहिँ हेर्न मन लाग्थ्यो के रहेछ सो सबैलाई यस्तै छ होइन सो यस्तै हो परदेशको लाइफ कहिले रमाइलो होइन हप्तामा 1-2 दिन काम सबै आफ्नो आफ्नो देखियो नै छ सो यहाँ पनि यस्तै रहेछ यार यहाँ चाहिँ अलिकति युनिक टाइपको के रहेछ केही छ भित्र सो होइन सबैजना अब आफ्नो आफ्नो बिक्योर्नेस होइन सबै आफ्नो आफ्नो रमाइलो ठाउँ घुम्न चाहिँ आउनु होला सो यहाँ हेर्न कोही हेर्न चाहनुहुन्छ भने यो चाहिँ त्यो बाढ भन्छ क्या बाढ हालेको त्यो वाल छेकेको क्या यस्तो होइन यार म यहाँबाट हरायो भने त मलाई खोजी गर्ने त कोही छैन नि फेरि एक्लो आएको चाहिँ यार गाह्रो छ यहाँ बिच पुग्नु पर्ने छ मलाई त्यो बिचबाट माथि पुगेर यो चाहिँ माथि जानु पऱ्यो क्या यहाँबाट हेर्नु पर्ला जस्तो छ यो यहाँ जानुपर्ने छ तर जाने उडेर जाने भएन बाटो चाहिँ कहाँबाट छ बाटो चाहिँ किधर है बाटो यहाँबाट यहाँ जान्छु म यहाँ चाहिँ पक्कै जान्छु पक्नु कहाँबाट हो है बाटो त यहाँ पनि आउँछ त्यहाँ पनि आउँछ त के हो ए हरायो अब भित्र कहाँबाट जाने यो बाटो हे माकुरी साँच्चीमा यार ए यहाँ पनि छैन है कस्तो बाटो हो यहाँ पुग्नु पर्ने छ यहाँ पनि छैन जाने चाहिँ कहाँ लो माकुरी हरायो यहाँबाट यहाँ त छैन यहाँबाट होला यो पनि फेरि कहाँबाट हो यत्रो यहाँबाट मेहनत गरेर हिँडेर आउँदाखेरि के मजा होला र उफ सब आइगयो यार कहाँबाट हो नि हरा यार भित्र हुँडियो त यो क्या हेर यहाँ जानुपर्ने छ क्या म माथि गएर गर्नुपर्छ एकचोटि हेर्नुपर्छ जानु फ्री साइड होला नि त के छ र केही भन्यो भने आउँला सरी ए हे ओ कताबाट हो कताबाट हरायो त भित्रै हरायो त माकुरी हरायो यार तिनीहरू अब यताबाट होला सायद अब यहीँबाट आएको यहाँबाट आएको त्यही सायद यहाँबाट होला हे माकुरी के हो यहीँभित्र आजको भ्लग त यहीँभित्र हराइन्छ क्या हो त्यस्तै लागिसक्यो है कहाँबाट जाने यो त बाहिर हो यो त फेरि बाहिर आयो तर यो जाने चाहिँ कस्तो गेम खाले प्रोग्राम रहेछ है सो यहाँ चाहिँ बाहिर आएँ होइन म चाहिँ यहाँबाट सो यो भित्र चाहिँ कसरी जाने हो भनेर त्यहाँ पत्ता लगाउने क्या अब चाहिँ आजको गेम भनेको यहाँ भित्र चाहिँ कसरी जाने यहाँबाट त्यहाँबाट ओके लेट्स सी अब चाहिँ म अघिको भन्दा बाटो फरकबाट जान्छु युनिकबाट जान्छु है यहाँबाट भन्दा म यहाँबाट जान्छु है यहाँ पनि लोमा यहाँ पनि बाटो बन्द थियो नट गोइङ माकुरी यार के हो ओके लेट्स सी अब यो बाटो जाउँ यो बाटोबाट सुइँ त्यहाँ पुगिन्छ भने पुग्यो नत्र पुगिएन नत्र हरायो केटो कता हो यहाँ पनि बाटो बन्द होला यहाँ कन्फ्युज टाइपको छ दिनभरि यहाँ लाने यो त यहीँ रोकिसक्यो यस्तो घुमे यहीँ रहेछ सो माकुरी उफ हे बाटो किधर बाटो इधर है नहीं आजको भ्लग यतै हुन्छ समाप्त भन्न खोजिरहेको छु बरु होइन तर कताबाट जाने कि यहाँ पुग्ने विचार गरेर आएको उफ
ल यो त गयो यो यहाँबाट होला जस्तो लाग्छ ओ यहाँबाट उफ के हो भने खै के भइरहेछ मजाक भइरहेछ त्यो उयो पछि गइसक्यो यार त्यो खैरेको बच्चा गइसक्यो माजल मेरो त बेइज्जत हुन्छ यार जाऊ केटा जाऊ नखुरी यार यो भएन यार कताबाट गयो यताबाट अब चाहिँ मिल्यो उफ यहाँबाट मिल्यो नि त उफ उफ या विनर विनर अब चाहिँ हो नि त यो हो नि त तरिका अब चाहिँ राजतावाले यहाँबाट आउनुपर्ने चाहिँ लेट्स सी ओहो बल्ल लेट्स सी यो हो नि त अहिले तरिका एउटा हरायो यार यहाँबाट यो बाटो होइन कस्तो छ भन्दाखेरि गेम घुमाउने टाइपको छ क्या दासी घुमाउने टाइपको छ हेलो माई फ्रेन्ड यो चाहिँ कन्फ्युज जस्तो बाटो छ क्या यहाँ हेर्न सक्नु चाहिँ यहाँबाट बाटो आउने यहाँबाट उयो एउटा खैरीले हरायो खैरीको बच्चा यही छ यहाँबाट यस्तो बाटोलाई यार एकछिन त दिमाग खायो दिमाग यो हो क्या तरिका सो लेट्स सी कस्तो हुन्छ आज गर्ने सो आजको भ्लग चाहिँ यहाँ टार्गेट आजको भ्लग चाहिँ एकदम युनिक टाइपको भएको छ होइन यहाँभित्रको गेम होइन यो जस्ट लाइक राउन्ड राउन्ड लगाएर गेम कोही खेल्न चाहनुहुन्छ भने चाहिँ यहाँ आउँदा हुन्छ एकदम रमाइलो टाइपको होइन सो यहाँ माथि चाहिँ विनर क्या यहाँको चाहिँ किङ भइहाल्यो नि यो भाइ आएको थियो यार यो कहाँबाट आएको थियो यहाँबाट बाटो यस्तो देखाइदिन्छु बाटो त्यहाँबाट फेरि त्यहाँ जानु यहाँबाट यहाँ आउनु फेरि त्यहाँबाट यहाँबाट त्यहाँबाट त्यहाँबाट पहिला चाहिँ आउँदाखेरि चाहिँ ऊ त्यो कोही यता लेफ्टबाट पोइन्टबाट आउने उयो खैरी नै आउँदैछ सो लेट्स सी यहाँको भ्यू र त्यस्तै छ होइन यहाँको सनसिनहरू यो गो देयर साइड नट देयर यु गो हियर सो या खैरीको बच्चा हराइ भन्दैन सो यहाँबाट यस्तै छ होइन सो रमाइलो आजको ब्लगलाई यति नै भएको छ सो समाप्त गर्छौँ र आजको विनर अमराज यहाँबाट यत्रो बाटो थाहा पाएर पत्ता लगाउने धेरै बेरसम्म पछि मै होला ओके सो लेट्स सी एभ्रीवान अब चाहिँ ओके बाई सी यू टुमोरो हेभ अ ग्रेट डे बाई 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 एभ्रीवान नेक्स्ट ब्लगमा फेरि मिलाउनु त्यो आयो खैरेको बच्चा हो अब चाहिँ होला ओके थ्याङ्क यू सो मच एभ्रीवान